पैसा चाहिएको हो हजुर दिन त हुन्थ्यो पैसा छैन के गर्ने व्यापार स्यापार छैन यार एकदम जरुरी छ के चाहियो तँलाई काम दिने भए काम गरेछ भने तँलाई पैसा दिने भए मैले ढुक्क हो ऊ त्यो कपडा खान सबै सामान बेच्न पर्यो बेचिस् भने तँलाई मैले खुब पैसा दिन्छु गर्मीमा जाडोको ज्याकेट बेच्नु पर्ने गर्मी महिनामा जाडोको ज्याकेट बेच्ने पागल मान्छेहरू आउँछ काम गर्नु ओहो के साह्रो गर्मी यार उग्र गर्मी भरा मान्छेले कसरी ज्याकेट बेच्नु के साह्रो गर्मी भन्छ सर के हेर्नु होला केटी हेर्नु खोज्यो नि हेरमा छैन होला अब यो कपडा पनि हेर्नु पर्यो गर्मी शीतल हुन्छ कपडा देखा शीतल शीतल त्यस्तो गर्मी पनि छैन नि सर ठिकै छैन गर्मीले पाक नाटेपछि मान्छे शीतल कपडा देखाएको शीतल शीतल कपडा चाहियो यता छ हेर्दै गर्नु त यता छ हेर्दै गर्नु हेर्दै गर्नु के हो चिज उठाएर अच्छी एक्कासी के भयो यस्तो रुबन लाग्यो भाइ ए भाइ यहाँ त के हो त एक्कासी के भयो यस्तो जाडो छ त काठमाडौँको हावा पनि एक किसिममा जाडो एक किसिममा गर्मी यो वायु प्रदूषण हो कि फोहोर मैलाले गर्दा गोलो गोलो वार्निङ भन्छ के अरे यसलाई तातो ज्याकेट छ भाइ ए ज्याकेट 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 छ नि सर छ मेरो कामै ज्याकेट बेच्नु आउन म देखाउँछु ज्याकेट तातो छ नि आउँदै गर्नु है बाबु कसरी बेचिस् मैं नसकेको तैँले त बेचिस् त हात खुट्टा भएको लाटे हतार काम गर्न सकिहाल्छ नि यसलाई भित्र राख्नु सब भन्ने बित्तिकै कहाँ नि यो रिमोटले च्याप्प दाइबाट उडे जस्तो हो र 20 जनालाई त्यो सहिलो छ र धेरै गाह्रो छ नि कहाँ जानु म के गर्नु म त जहाँ पहिला जान्न है त सेफ वैदेश रोजगारबाट मात्र जाने हो त्यहाँबाट गयो भने राम्रोसँग जान सकिन्छ धेरै पैसा कमाउन सकिन्छ त्यो किरण सर हुनुहुन्छ नि किरण सरले राम्रोसँग पठाउनुहुन्छ उहाँले नै गर्नुहुन्छ म त उहाँलाई मात्र जान्छु अन्त जान्न म त हो तपाईँ पनि वैदेशिक रोजगारीमा गएर टन्न पैसा कमाउन चाहनुहुन्छ भने तुरन्त सम्पर्क गर्नुहोला हामीका यति बेला नयाँ नयाँ गल्फ र युरोपको डिमान्ड आएका छन् एप्लाई गर्न चाहनेले तुरन्त कल गर्नुहोला भिजा तुरन्त आइ तुरन्त उडान हुनेछ सरल भरपर्दो र विश्वासिलो रूपमा वैदेशिक रोजगार जानको लागि तुरन्त हामीलाई सम्झिनुहोला।